सो हाई गाइज, मेरो नाम चाहिँ क्रिस र आज चाहिँ म मेरो फर्स्ट नयाँ भ्लग लिएर आइसकेको छु। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु। गाइज आजको मौसमलाई चाहिँ है गाह्रो छ, यस्तो हुसु परेछ नि आम्मा हो। जाडो याम लागेसँगैको मौसम हो कि यो चाहिँ। अहिले चाहिँ हुस्सु हटेर हल्का हल्का घाम लाग्न लागेको छ, हेर्न सक्नुहुन्छ। यतापट्टि चाहिँ घाम लाग्छ, यतापट्टि चाहिँ अझै नै हुस्सु त छ। अब चाहिँ म एकछिनमा माथि सिम्पानी हरिचोक चाहिँ जानेछु, तर फेरि यहाँ मम्मीलाई सोध्नुपर्ने हुन्छ। फेरि मम्मीको कुरा चाहिँ के हुन्छ, फेरि जा कि नजा, जा भने जाने, नजा भने थुपुक्क बस्ने, काम गर्नुपर्ने हुन्छ। हल्का हल्का घाम लाग्न लाग्यो। सो हाई गाइज, अब चाहिँ म जान लागेको र हजुरहरूले यहाँ घाम देख्न सक्नुहुन्छ। हाम्रो आशा चाहिँ आइसक्यो। हजुर कताबाट आउनुभयो होला? दुधले कहाँ हो तिमी? म माथि सिम्पानी। किन यस्तो टल्न टल्न? के कस्तो टल्न? यसै घुम्न के। भात बसाल्यो हो? ठिक छ। उठेछन् पुगुरु? चिया पकाउनु। त्यही पनि सुत्नु भएको छ। उठ्न त उठ्नु भयो, तर सुतेर उठ्नु भयो। अब गएर उठाइदिन्छु। ल बाई। आम्मा लास्टै चिसो छ यो, हात त ठिर्रा यार, कस्तो चिसो छ र भनेको। घाम लाग्दैछ यार मजाको। यतिको घाम लाग्यो भने चाहिँ अहिले घाम तापेर बस्नुहुन्छ मजाले। म अहिले चाहिँ पर्सेङ आएँ, पर्सेङ चोक पानी ट्याङ्कीबाट माथि लाग्यो भने चाहिँ हरिचोकतर्फ लाग्नेछौँ। यो हो रोड, हाई रोड। देख्न सक्नुहुन्छ त्यो पुलिस चौकी कसरी ध्वस्त भएको थियो पहिला, अहिले भने। तर जेएनजी आन्दोलनमा चाहिँ पुलिस चौकी चाहिँ सबै ध्वस्तै पारिदिएको हो अरे यार। हो हिमाल, यत्तिको हिमाल देख्दै चलाउनुको मजा कति होला आफै सोच्नुहोस् न गाइस यार। यतापट्टिको चाहिँ अन्नपूर्ण, यतापट्टिको चाहिँ माछा मुसरी हो के अरे। पोखरामा बस्नुको फाइदै यही छ नि भा, यता हेऱ्यो नि उता हेऱ्यो नि हिमाल मात्र देखिन्छ। अहिले त मजाको हिउँ पऱ्यो होला यार त्यहाँतिर त यार। यहाँ त यस्तो जाडो छ भनेपछि त्यहाँ कस्तो हिउँ पऱ्यो होला, हामी आफू सोच्नु न। हात्ती खाएर आम्मा हो, यस्तो गर्न नि भएको छैन र भनेको के। जाडो जाडो, के साह्रो जाडो। डुल्ने मान्छेलाई जाडो साह्रोले छेक्दैन हौ। म त सुस्तरी गइरहेको छु के, स्पिड सानो गरेर होइन, सुस्तरी गइरहेको छु। टक्क भ्यू हेर्दै आनन्द पारामा होइन, जानुको मजै छुट्टै छ नि। आम्मा हो है, अब त हिमाललाई त सकिन्न क्या, कस्तो दामी देखिन्छ र। एक दुईवटा क्लिक त लिनुपर्छ है के सिनेमेटिक। ल भयो, पिकनिक जानु लागेको रहेछ बच्चाहरू यार, रमाइलो छ।
हामीलाई नि सानोमा त खतरा रमाइलो लाग्थ्यो क्या पिकनिक जान त है खतरा रमाइलो लाग्ने यार सानो सानो केटाहरू साथीहरू हुने मजा हुन्थ्यो त्यो बेलामा अहिले पो ठुलो भइयो अब क्रिस 360 के आ रहा है यहाँ साथ 360 कता कुन स्कुल हो तिमीहरू यस्तो गर्ने कुन स्कुल हो तिमीहरू हो भानुभोग त हेलो हेलो ल बाई बाई ये मान्छेको यहाँ हँसै लाग्ने के युट्युबमा 2 भ्यू आउँदैन यार भाइले बिग फ्यान दिने अब यस्तो हँस लाग्छ यार के भन्ने यार बिग फ्यान मात्र भनिदिन्छ त भाइहरूले त भाइ बहिनी हँसै लाग्ने है अब उनीहरूले त अब भ्लग गरेछ भ्लगर होला भन्ने सोच्यो होला विचार पोखराको लुते भगर हो म चाहिँ यहाँबाट झन् हिमाल खा देखिन्छ र भने यस्तो दामी देखिन्छ यो ठाउँ आज चाहिँ उधौली र उभौली भएर होला यहाँ यो गुम्बामा चाहिँ आज उस भइरहेको छ के हो पारा यस्तै हो पारा फोटो खिच्ने बुद्धिस्टहरूको आज मेन चाड हो के हो र ल अब हेर्नुहोस् है अब चाहिँ अन्नपूर्ण साउथ पनि राम्रोसँग देखिनु लाग्यो यस्तो मजाले तिनटै हिमाल देखाउँछ र यहाँबाट कि तिनटै हिमाल हो कि देखिने त अब चाहिँ म फुरु जानुपर्ने हुन्छ हालखबर के छ यहाँ भन पहिला तिम्रो हालखबर के छ पहिला यहाँ भन ठीक छैन किन पहिला भन्न मिठाई ल्याएकै छैन अनि कहाँबाट पहिला यहाँ भन्नुपर्छ अनि बल्ल दिनु मिल्छ हाई गर हाई यो नाटक कि लाग्यो त के दिने हो र ए उस छ यार मोमा यार ममा भनेको ओखर पाइहाल्यो नि मिठाई ओइ को यो के छ स्मृति मेरो नि ठिक छ सो हाई गाइज आज चाहिँ स्नेहाले क्यामेरा गरेछन् आफूलाई देखाऊ लजाएर यस्तो गर्छन् अब यस्तो लजाउटीहरू छ नि उनी चाहिँ लजाउने उनी पनि लजाउने रहेछ आफ्नै हातले ए कहाँ छेकिछु र मैले आफ्नै हातले छेक्नुमा तपाईँको मेरो बा यिनीहरूले अफ गरिदियो क्या यस्तो अफ गरिदिनु ल अब राइडरको राइडर चलाएकै छैन राइडर बनाइदिन्छु हेर्नु यहाँ भ्यू खाइहाल्यो स्नेहा एकैछिन नाच्देऊ त कहाँ यहाँ एक्सर्साइज गर्ने उनीहरूलाई टोक्देऊ त्यो बहिनी त डरा छैन ए अँ त नि
गाइज हजुरहरूले कहिले मङ्की देख्नु भएको छ ल म देखाउँछु यहाँ मङ्की हजुरले देख्नु भएको छ ए अब त म गएँ स्मृति नझार्देऊ है अब बल्ल खाए बाई बाई पनि हाल्नु त हैन हाल्ने हो एडिट गर्न हाल्ने युट्युबमा हाल्ने यो त ल म गाइज अब चाहिँ म फर्किन लागेको मम्मीलाई उहाँ काममा पुऱ्याइदिनु छ फेरि अहिले चाहिँ 9:20 भइसक्यो मम्मीलाई पुऱ्याउनु पर्ने 10मा अनि घर त पुगिसक्नु पर्यो 9:30-40मा त सो म चाहिँ अहिले हिँडिसकेँ यो चाहिँ बिन्दवासिनी है बिन्दवासिनी मन्दिर आयो हामी चाहिँ यता जान्छौँ र यता गयो भने दसैँ निस्किने त उयो हामी रोडमै हो के अरे त्यही पनि झ्याप झ्याप मान्छे हिँड्ने भएपछि गाह्रो हुन्छ क्या यहाँ त सिस्टै चलाउनुपर्छ बच्चा जुन झ्याप झ्याप निस्किन्छ उडिरहेको हुन्छन् बच्चाहरू त्यसैले सिस्तारी खै अङ्कलको गनहरू अङ्कलले चाहिँ खतरा गन बनाउनुहुन्छ क्या सुस्तरी रिलोड हो यो चाहिँ यसरी रिलोड त्यसरी होइन रिलोड गर्नु त्यसरी रिलोड अन्त यसलाई पहिला यस्तो पुस गर्नुपर्छ अनि बल्ल यो फ्री हुन्छ क्या न त्यतिकै कहाँ हुन्छ ल हान्न प्याट हान्न सकेन पावर छ नि छ यार आफ्नै हात दुख्छ यो अन्त यो बनाउनुपर्छ वेल्डिङ गरेर यो पाटा हाल्नुपर्छ अलिक हल्का तान्नुपर्छ क्या यो गर्नु अझै हल्का कि यो च्याप काले भाइ राइडिङ गर अब चाहिँ हामी जाँदैछौँ मम्मीलाई पुऱ्याउनु खै त आउँदै आउनु होइन यता हुनुहुन्छ हाम्रो मम्मी कति लो होला बाई